बहिनी आज कतिको व्यापार भयो? दिदी आज खासै व्यापार भएकै छैन, जति भएको छ त्यही काउन्टरमा छ, हेर्नु न। आज 4-5 हजार मात्रै व्यापार भएको? आज त्यति नै भयो, कस्टमरै आउनु भएको छैन। अरू पसलहरूतिर पनि खासै मान्छेहरू आएको देख्दिनँ, सुनसानै छ। त्यसरी कहाँ हुन्छ? तिमीले काम राम्रोसँग गरेन जस्तो लाग्यो मलाई। भोलिदेखि तिमी काममा नआए हुन्छ। त्यसो नभन्नु न दिदी, हजुरले नै काम दिएर मेरो जीविका चलिरहेको छ। हजुरले नै त्यसो भन्नुभयो भने मेरो जीविका कसरी चल्छ? अरू कुरा थाहा भएन मलाई, तिमी खुरुक्क निस्केर जाऊ। ए के थियो होला बहिनी? हेर्नु चाहिँ टी सर्ट टप्स नयाँ नयाँ आएछ। म्याम, अर्को दिदी खै? ए के थियो होला? त्यो बहिनी त गइसक्यो घर। हजुर हेर्नु न, यो कुर्ताहरू हेर्ने कि कुन हेर्ने, यो कलर हेर्ने कि यो कलर हेर्ने? भइहाल्यो, पछि आउँछु। के थियो बहिनी? हेर्नु होला है। हेर्नु टप्सहरू कुर्तीहरू छ, के मन परेको छ? साँच्ची त्यो अर्को बहिनी थियो नि, खै दिदी? त्यो बहिनी त घर गइसक्यो नि, हेर्नु न। के चाहिएको छ हजुरलाई? हेर्नुहोस् है, हाम्रोमा राम्रो राम्रो लुगाहरू आछ। हेर्नु त्यता टप चाहिएको कि कुर्ती, टी सर्ट सबै छ। साँच्ची सुन्नु न, त्यो अस्तिको बहिनी हुनुहुन्थ्यो खै? ए त्यो बहिनी त घर गइसक्यो नि। आउँछ कि के? होइन, अब नआउनेहरू गइसक्यो। ए बस्नु हेर्नु म होइन, देखाउँछु। भयो, ठिक छ। केही दिनपछि ए दिदीले पो फोन गर्नुभएछ। हेलो दिदी, नमस्ते। नमस्ते नानी, भोलिदेखि तिमी काममा आऊ है। एक्कासी के भयो? हुन त केही पनि भएको छैन नानी, तर जति पनि कस्टमरहरू आउनुहुन्छ तिमीलाई सोधेर सामानहरू नकिनिकन फर्किनुहुन्छ। भोलिदेखि तिमी काममा आऊ न है। सरी बहिनी, पसल मेरो भए पनि कस्टमरले तिमीलाई नै खोज्दो रहेछ। आऊ न है। सरी दिदी, अबदेखि हजुरकोमा म काम गर्न आउँदिनँ। सानो मान्छे ठुलो कुरा गरेको जस्तो होला। बिजनेस अगाडि बढाउन जति ओनरको भूमिका हुन्छ त्यति स्टाफको पनि हुन्छ।